2 रुपियाँ सस्तो सामान पाए हुन्थ्यो। अनि अर्को कुरा चाहिँ हामीलाई स्वास्थ्य राम्रो पनि चाहिने अनि सस्तो पनि चाहिने, कहीँ न कहीँ त्यही खोजी हुन्छ नि त हामी गृहिणीको त होइन। 2 रुपियाँ बचे पनि हुन्थ्यो, महँगीको यत्रो जमाना छ होइन, जति आम्दानी भए पनि चाहिने बेलामा पैसै हुँदैन हामीसँग। कमाएको त हुन्छ हामीले 60-70 हजार, अब श्रीमानले कमाउनुहुन्छ भनिन्छ होइन, आफूले पनि कमाएको हुन्छ तर पैसा त कहिले पनि पुगिरहेको हुँदैन। भनेको बेलामा कहिलेकाहीँ 100 रुपियाँ पनि नभएको अवस्था हुन्छ, त्यो हामी सबैले भोगिआएकै हो। अनि कहीँ न कहीँ मलाई चाहिँ त्यस्तै जे होस् केही कुरा नयाँ कुरा अब केही कुराहरू छ भने चाहिँ म चाहिँ सुन्न चाहने बुझ्न चाहने होइन, त्यतिकै फोकटे समय किन बिताउने भन्ने जस्तो मनस आएको थियो क्या पहिल्यैदेखिको मेरो चाहिँ। अनि एक त अब सरकारीमा काम गरिरहेको थिएँ, त्यो पनि होइन कि हरेक व्यक्तिलाई केही न केही अवसर चाहिँ बन्नै पर्छ क्या खासमा भन्नुपर्दाखेरि। अनि त्यतिखेर चाहिँ यो मलाई मेरो मुना राई म्याम स्पोन्सर अफ लाइन हुन्छ, उहाँले के भन्नुभयो भन्दाखेरि भाउजू अहिले चाहिँ हामी गाउँकै थियौँ क्या, गाउँकै नन्द भाउजू भन्ने थियो। अनि उहाँले चाहिँ यो हेल्दी लिभिङको अवसर पाउनुभएको 1 हप्ता पनि अलिक नभएको रहेछ, थाहा पाउनुभएको त रहेछ, भर्खरै जोइन पनि भइसक्नु भएको रहेछ। अनि मलाई भन्नुभयो कि तपाईँले साबुन सरफ स्याम्पू किन्दा घरको खर्च गर्दा तपाईँले सामान किन्दाखेरि तपाईँलाई नै पैसा फिर्ता आउँछ भनेर भन्नुभयो। त्यस्तो पनि अहिले दोकान आएको रहेछ नेपालमा, त्यो सिस्टम आएको रहेछ कानुनमै भनेर भन्नुभयो। अनि म छक्क परेँ क्या, त्यस्तो कसरी हुन्छ र? उनीहरूले 2 रुपियाँ राखेरै हामीलाई बेचेको हुन्छ हो कि होइन भन्नुहोस् त, हो नि होइन। हामी किरानामा साबुन किन्न जान्छौँ, सरफ किन्न जान्छौँ, कस्मेटिकमा स्याम्पू किन्न जान्छ, लिपस्टिक क्रिम पाउडर, अझ महिलाहरूलाई चाहिँ कस्तो हुन्छ त्यतिखेर मेरो चायापत्ताले ग्रस्तै भएको अनुहार थियो है, जुनै क्रिम लगाए पनि कहिले निको नहुने। अनि मलाई के लाग्थ्यो भने हे यो संसारमा चाहिँ यो के भन्छ केमिकलै केमिकल मात्रै रहेछ, जुनै सामान पनि केमिकल बिनाको सामानै रहेन रहेछ, जुनै क्रिम लगाए पनि मलाई निको नहुने रहेछ भनेर मैले मात्रै त्यो पोन्ड्सको क्रिम मात्रै लाउँथेँ क्या, केही पनि लाउँदिनँ थिएँ। जे लगाए पनि हप्ता दिन निको हुने, त्यसपछि छोडेपछि सर्लकै त्यस्तै निस्किहाल्ने होइन। अनि त्यो भएर चाहिँ म त एकदमै इरिटेट भइरहेको थिएँ क्या यो सबै कुराहरूदेखि। अनि त्यो भनेको सुन्दा चाहिँ म छक्क परेँ कि 2 रुपियाँ नराखिकन कसरी दिन्छ होला त, त्यस्तो पनि हुन्छ होला र भनेर मैले विश्वासै गरेको थिइनँ। त्यही पनि कता कता बुझौँ न त भन्ने जस्तो लागेर मैले बुझेर अनि त्यसपछि चाहिँ सामानहरू मैले प्रयोग गर्न थालेँ। यो चाहिँ के हो भन्दाखेरि सिम्पली हजुरहरूले के बुझ्नुहोस् भने पसल परिवर्तन गर्नुपर्छ भन्ने मान्यता होइन। अघि मैले जुन भनिहालेँ होइन, घरकै सामान प्रयोग गर्दै जाँदाखेरि यहाँनिर चाहिँ 2 रुपियाँ आफ्नो बचत हुने रहेछ, सेभिङ हुने रहेछ, आफैलाई फिर्ता दिँदो रहेछ। त्यो भएको भएर चाहिँ मैले पसल परिवर्तनको अवधारणाहरू बुझ्दै गएँ होइन, ट्रेनिङहरूतिर। अनि म्यामकै घरमा गएर पनि मैले बुझेँ यो कुराहरू कसरी चाहिँ हामीले हाम्रै घरको सामान किन्दाखेरि चाहिँ हामीलाई नै फाइदा दिन्छ त भन्ने कुरा चाहिँ बुझिसकेपछि चाहिँ मैले आज चाहिँ मेरो लेभल चाहिँ डायमन्ड डाइरेक्टर छ क्या। अब यसमा चाहिँ तपाईँको धेरै लेभलहरू तहहरू हुँदै जान्छ।